हेलो हेलो साथीहरू, आज म हाम्रो घरको छतमा यसो घुमेको थिएँ। यस्तो राम्रो राम्रो सिमीहरू लगाउनु भएको छ घरबेटी बा घरबेटी आमाले, फली पनि राखेको छ। अनि हजुरहरूलाई आज स्पेसल म के देखाउँदैछु भने खासमा त आज एउटा जडीबुटी ओखती, घरेलु ओखती देखाउँदैछु। बारी भिजिट गर्दैछु मैले। ल हेर्नुहोस् साथीहरू, यो के हो हजुरहरूले चिन्नु भएको छ? ल यो चाहिँ यस्तो बोट हुन्छ यसको। अनि यो सानो सानोहरू पनि उम्रिँदैछ यतातिर। यसरी उम्रेको छ यहाँ, यो थुप्रै उम्रिन्छ। एउटा बोट भयो भने यो चाहिँ धेरै उम्रिन्छ क्या। यो हजुरहरूले चिनिस पनि सक्नुभयो होला, पत्थरिया भन्छन् यसलाई। यो चाहिँ हजुरहरूलाई पत्थरी भएको छ भने यहाँ सँगसँगै पिरालुहरू पनि छ, अरू पनि थुप्रै छ लगाउनु भएको। यो जिम्बु हो। अनि यो चाहिँ स्पेसल, यो मैले आफूले पनि युज गरेको भएर यति धेरै पलाइरहेछ। मैले नै खोजेर ल्याएर रोपेको थिएँ। अनि पोहोर सालमा चाहिँ यो पुरै यो भरि भएको थियो। अनि ठुलो रुखहरू भएको थियो कि, यसपालि चाहिँ सानो उम्रेर यो ठुलो हुँदैछ। पत्थरिया हो यो। जसलाई पत्थरी भएको छ, यो पत्थरी भएकोहरूले चाहिँ यसको पात दिनमा बिहान एउटा पात, साँझ एउटा पात खानुभयो भने धेरै नखानु होला। फेरि मैले एकैचोटिमा 4वटा पात खाइदिएको। अनि मलाई त पखालै चल्यो क्या। त्यही भएर तपाईँहरूले चाहिँ मिलाएर खानु होला। साँझ एउटा पात, बिहान एउटा पात खानुभयो भने यसले एकदम तपाईँलाई पत्थरी भएको छ भने लगभग यसलाई चाहिँ 15-20 दिन, 1 महिना खानुभयो भने पत्थरी चट्टै हुन्छ। मेरो पनि पत्थरी थियो। अनि यो खाँदा खाँदा त्यसपछि यसले चट्टै निको भयो। त्यही भएर हजुरहरूलाई यो चाहिँ देखाइहालौँ भनेर मैले यसो यहाँ छतमा घरबेटी बा आमाहरूले लगाउनु भएको। यो उतापट्टि पनि धेरै छ। अनि यतापट्टिको चाहिँ मैले देखाइरहेको छु। यो फर्सी भयो। अनि यो सिमीहरू हो, यो जिम्बुसँगै छ फेरि। अनि यो फुलहरू सयपत्री हजारी भन्छन् हाम्रोतिर चाहिँ। यो फेरि कर्कलु, गाभा, पिँडालु भन्छन् अर्कोले, गाभा पनि भन्छन्। अनि हेर्नुहोस् यो ठुलो भइरहेको छ। यसको अरू सानो सानोहरू पनि थुप्रै छ। तपाईँहरूले नि लगाउन चाहनुहुन्छ भने म हजुरहरूलाई दिन पनि सक्छु है। फेरि यो एउटा बोट लगायो भने चाहिँ थुप्रै फैलिएर जान्छ फेरि। अनि यो जिम्बु छ। अनि यता सिमी लगाउनु भएको छ, फलिरहेछ। यो कर्कलहरू जम्मै यो छतमा भएको हो। तर यसको नाम चाहिँ मलाई आएन, के रहेछ यो चाहिँ थाहा भएन।